देखिरहनु भएको दृश्य भनेको चाहिँ हाम्रै फतेपुर सप्तरीको एस्टेट पार्ककै साथीहरू हो। हेलो गाइज, म सन्तोष श्रेष्ठ। आज तपाईहरुलाई देखाउन गइरहेको छु हाम्रै फतेपुर सप्तरीमा भर्खरै खुलेको एस्टेट पार्क है त साथीहरू। लोकेसन कुरा गर्नु पर्दाखेरि चाहिँ यो देखिरहनु भएको दृश्य भनेको चाहिँ यो हाम्रो हनुमान मन्दिर भइहाल्यो, यतापट्टिको भगवती मन्दिर भइहाल्यो। यो सिधै आउनुभयो भने यो बाटोबाट तपाईँ बस पार्क पुग्नुहुन्छ र तपाईँहरू बस पार्क पुग्नु पर्दैन हो। हनुमान मन्दिर र भगवती मन्दिरको छेउमा रहेको आँखा उपचार केन्द्र हो। आँखा उपचार केन्द्रकै पछाडिपट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ एस्टेट पार्क। हस् त, धन्यवाद।